गेम छ कर्पोरेसन जङ्गल यतिकै छ उगार्ने तिम्रो काम फाड्ने सिस्टम होइन देविका सिस्टमले बताइसक्यो लगभग तकरिबन त्यहाँ चरण सीमामा आइसक्यो माल झार्न रेडी तपाईँ निमा आइसक्यो केटी चिक्नको लागि ल हेर्नुहोस् लगभग आधी बाटोमा आइसकेको छ चिकिसकिन् उहाँले जुनलाई पुतीसुती वाङु निमाले चिकेछ त यो निमा त साह्रो उयो पो रहेछ जुनलाई पो लादो रहेछ अनि यत्रोको हामीलाई हेर्छ यसले त हेर्दैन होला जुनलाई त खै के हेर्दैन 25 वटा मनिगन त्यसै हाल्छ यस्तो हो कि जुनको पुती मात्रै उसले हेर्यो भने एड्स लाग्छ यसलाई 25 वटा मनिगन त्यसै हान्छ यो मुजीले 25 वटा हालेन यसको डुप्लिकेट आइडी छ के त्यो 30 वटा चाहिँ हानेछ यही आइडी हो यहीबाट हानेको निमालाई 25 वटा हान्दैन यो हामीलाई गफ दिने मात्र हो यो मलाई झन् आज छ नि एउटा केही हान्दैन उसलाई नयाँ काण्ड दिनपछि तपाईको यस्तो हुन्छ कि अब यो निमा भाइ राम्रो सोच हो है उसले चाहिँ पुतीलाई इन्ब्रस्टन गरे इन्ब्रस्टन इङ्ग्लिस भटेर मलाई त्यसो भन्न तँलाई त लाडै ल्याउँछु इन्ब्रस्टनलाई कुल स्ट्र्याप्सले भने कुल स्ट्र्याप उसले हान्न बित्तिकै ह्यान्डिङ फ्लावर भए भनेपछि हाने अब हामीलाई छैन लडाइँ सिप केही छैन निमाले पुतीलाई प्रहार गरेको जानकारी अवस्थाको आधिकारिक चलचित्र जीवन रेखाले बताएका हुन् 102 धाराको ती सर्वोच्च अदालतले फैसला गरेपछि निमाले जुनको पुती हेर्दाखेरि गगनचुली चुहेका हुन् कि नारुती फाटेकोबाट आज मार हुन्छ है केटी आज लुट्नै पर्छ आज यिनीहरूलाई लुट्नै पर्छ आज त देविका हैन हो दीपिका भन्नु न पानीपुरी के छ अनि खाना साना खाइस् पानीपुरी खाना खाइस् अघि नै खाएको के चिक्ने हो मेरो साउन्ड किन यति सानो होला है धेरै बोलेर ए देविका बोल त बोलिरहेको छु त घरमै रहेछस् त अनि अहिले कति बजी अब खाना पका न त अहिले पनि म पनि अब जिम जान्छु जिममा यसो जिम खेलेर आएर चाहिँ जिममा त भिडियो बनाउने त होला के को एक्सरसाइज गर्ने हैन होला एक्सरसाइज गर्ने रातभर मिया सोना नदे पुती चिकी उफ्री साइलाको कपाल हैन कपाल त्यो छ्या पुती मिया रे जमा करो 35 तेरा पुती चोदू तू छड़की परिस ओए आज भाउजू कहाँ जानु हो भाउजू यो मुजीले के भन्छ रेकर्ड गरेर युट्युबमा हाल्दिएको यो भालुको अरे तपाईँ कसको यार त लालपानी झरिरहन्छ त रेकर्ड गरिरहन रेकर्ड गरेर हाम्रो त भुत्ला भाँडा केही हुने छैन केही हुँदैन टिकटकै मुजी रेकर्ड उयो युट्युबै भाग्छ युट्युबले हामीलाई चिनिसकेको छ अब युट्युब चिक्ने रातु भर मिया सोना न दे फरिया उचाली हाली नेसी आइज न साइला बादर हो पुती अगाडिबाट लाडो हार लाडोको त हारै छ जहिले पनि पुतीकै जित र आकर्षण अगाडि बढेका हुन् पुती नै ले चाहिँ माउन्ट एभरेस्टको बेस क्याम्प हानेर आएका हुन् पुतीका जसको चाहिँ सानो छ त्यति ठुलो कुरा गर्छ हो साइला जसको चाहिँ सानो तुरी छ त्यसले धेरै ठुलो कुरा हैन यस्तो जसले धेरै यसको त छैन हो यस्तो गर्छ कि यसरी हातले छोप्छ नि जसले धेरै कुरा गर्छ एकै मान्छेको त निस्किन्छ नि त यत्रो हुन्छ नि यसको त यसो गर्दैखेरि छोपिन्छ क्या यसले मलाई 20 चोटी जति लाइभमा देखायो होला तर यसो गर्दा सबै छोपिन्छ संसारै छोपिन्छ बिचारा साइला अब ठुलो लाडो यत्रो लाडो भए पनि केटीलाई मार्न नजानिन त्यो तिमीहरूको नरम यतिले पनि भेटिहालिन्छ नरम मासु चुक्कु पार्यो त्यही त हो नि कि आन्द्रा भुँडी छेडेर मुटुमै पुऱ्याउनु
तिमीलाई पशुपति आर्यघाट पुऱ्याउनै पर्ने हो नानीहरू नानी जन्माउनु नानी पुतीको मुखैमा मात्रै फुसी चिक 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 पार्दै नानी जन्मिन्छ भगवान् कसम हाल्नै पर्दैन अनि चिक्ने यत्रो हालेर चाहिँ पशुपति आर्यघाट स्वयम्भू पुऱ्याउनु पर्ने मलाई बिच 12 बजी अब के भन्दा चिकाइले मरि सानो छ भने मजा पनि आउँछ चुक्कु 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 चु इयर फेस स्माइल कन्ट्रोल चिक्नै भनेर हामी जन्मेको होला हाम्रो पनि बडा कपी हुन्छ तपाईँको ससै धेरै पाकेछ नानीको चौडा साइड अब म देखाउँछु तिमीलाई छोलुवा यस्तो हुन्छ अब म वैज्ञानिक एउटा होइन वैज्ञानिक पनि मलाई विशेष यो के भन्छन् अब वर्ल्डमा के हुँदैछ कसो हुँदैछ पहिला हाम्रो पालामा लाडो यस्तो हुन्थे जब हाई डिप्रेसनको लो लाडो ठन्किँदै गयो फुसी वीर्य बहुत हुँदै गयो जिउमा मरु तपाईको कन्डोभित्र हाल्नु न त्यो बरु अनि यस्तो हुन्छ लाडो पुरै फुसी ओभर ब्लास्ट भएपछि ब्लास्टिङ सिस्टम यसबाट फुसी यहाँबाट फुसीको गुणलाई तान्ने हो नल प्राणी भन्छन् नवल आइसक्यो तेरो बुढा बोला भन्ने मलाई यतिकै हावामा त्यसको बुढा बुढा नभन्नु न यार त्यही त साइला कस्तो छ भने नि कचोडी भन्छ होइन भोला यसलाई चाहिँ यस्तो हेर्नुहोस् है म यहाँ डक्टर पनि साइकोलोजी इफेक्ट गाई पहिला हाम्रो माले यस्ता थिए फुसी ज्यादा जम्मै ब्रस चाकभित्र हाल साइला हेर्नुहोस् यस्तो भइदिए यसलाई भन्छ 3 कौसे झौडी यसले चाहिँ सिस्टम लिकिङ भन्छन् यहाँबाट आउँछन् पानी केटीको अनि यो पानीले रिअब्जर्भ गरेर फेल्दाखेरि सोसाइटी गेम हुन्छन् ल सुसाइड भए मरे सिस्टम यसलाई खाँदा अति उत्तम नभए शुद्ध प्राणी देशका रक्षक भएर हिँडेका छन् हेर्नै नपाउने साह्रै गनाउने दोहोरी सास भन्छन् यसलाई छुनै नपाउने भन्नु न अबै भोला देखिस् नि तेरो बुढी बोलेको तैँले बोल्दैन भन्छस् नि देखिस् के हो त्यो खुर्सानी यसलाई भन्छ अकबरेको पिकल चिली पेस्ट तपाईँको यो मात्रै खायो भने तपाईँको 14 किलो फुसी अनिवार्य झर्छ आत्मकथाले भनेका नारी त्यो संविधानमै भनेको छ किताबमै लेखेको छ 102 धाराको 99 मा अकबरेको पेस्ट खाए फुसी धेरै झर्ने नखाए नझर्ने 400 को खेल लगभग बोले लगभग 400 को खेल खेलाडी भइसकेछ यहाँ धनबडारी पौचरण साइला तपाईलाई एककाले के गर्यो रे हो एककाले आए कन्डो चिकै गए के चाहिँ गर्छ त एककाले मैले कन्डम लगा भने नलाई चिके मैले चिकिदिएका एउटा सुता अनुहारमा धन्यवाद खाँदै एउटा सुता भने यसको नाम के छ रेकी रेकीलाई सियो हेलो दाइ दाइ भन्न भन न साइला यहाँनिर गोविन्द चढ्ने एक्सेप्ट गरौँ कि नगरौँ आवाज आउँछ गोविन्दले यहाँ रिक्वेस्ट आवाज आउँछ कि नै आएको छ त्यो गोविन्द होइन फ्याँकी हो गोविन्द ए हो र गोविन्द रहेछ तान्नु नि भोलाले डिसिजन गर्छ कि हामीले गरेन होइन तान केही हुँदैन दाइ त्यो हेलो दाइ त्यो टिम मेसेज गर्यो के
सुन्नु न के भने ल लिममा छ लिम के छ काका दर्शन गरे है काका दर्शन सन्चै हुनुहुन्छ काका काका मसँग रिसाउनु त भएको छैन मेरो काका रिसाउनु हुन्न थाहा छ मलाई लास्ट माया गर्नुहुन्छ काकाले यसको तेरो कति लेभलको आइदियो यो 25 लेभलको दाइ काका मलाई अहिले 50 लेभलसम्मको आइडी दिने मान्छे निस्किसकेका छन् काका टेन्सन छैन मलाई मैले दाइहरू इष्टमित्र सबै कमाइसकेँ अहिले त डरै छैन खाइदिनुहुन्छ भने खाइदिनु अब काकालाई यसो गाली गलौज गऱ्यो भनेर अब होइन काकाको इष्टमित्रहरूले हुन्छ नि त अब हामीले यस्तो सम्मान दिएको मान्छेलाई मैले चाहिँ कुनै बेला यसो गाली गलौज गरेँ भनेर त्यस्तो होइन हाम्रो काका भतिजको सम्बन्ध एकदम राम्रो छ गाली गर यहाँ गोविन्दे गाली गर ठोक जेसुकै वन मार होइन रानीको छोरो वन त माल पानी एउटा ग्यालेक्सी फेरि तँलाई मेरो माल यस्तो भएको छ अहिले यो लिम भन्नेलाई माथि तान्नु लिम माथि आइज तैँले मलाई ठुलो कुरा गरिस् कोरियाको राजा अझै दाइला गिफ्ट आन मुजी 2000 गिफ्ट आन त तेरो पुरा हट्दैन केही पनि हट्दैन माया चिन्ने गाडीको छोरो लिम भालुको छोरो तेरी आमाको भैँसियापति बिना कन्डम चिक्छु माथि पुल्मी भनिस् तर रन्डीको छोरोले मलाई किन गाली गरिस् राडीका छोरा तेरो प्राइभेट आइडी छ माया चिक्ने प्राइभेट आइडी खोलेर आइज माया चिक्ने कोरियाको राजा होस् न राड चिक्ने करोडपति होस् मादर चोत टक्ला माया चिक्ने हर्राडीको छोरो झरेको झाँट माया चिने हर्राडीका छोरा तेरो सबै साथीलाई चिक्दिन्छु यही आइडीबाट माया चिक्ने लान साइलालाई गिफ्ट जान माया चिक्ने 1000 कोइन आन भर्खरै हटाउनु लान लालिका छोला भालुको छोलो माथिने लुवा माथिने थोते लन्डीको छोलो लालिका छोला माथि तेली आमाको बेत्यापुतीमा हालुकी हालिहाली माथिने हर्राडीको छोरो जोडिया टुवाके माया झिने भालुको छोरो हर्राडीका छोरा साइलाले बोल्दैन कोइन भालुको छोरो माया चिने आम्मा झिको बलात्कारी जो गरी नमुना टी-शर्ट आउके गाइने तेरी आमाको पुतीमा 10 इन्चको माया चिने साइला लाडो चाहिने हर्राडीका छोरा लिम भन्ने भालुको छोरो माया चिने हरन्टीका छोरा औका छ भने आन कोइन भालुको छोरा माया चिने कोरियाको राजाले कोरियाको भिखारी पनि माया चिने हर्राडीका छोरा पढ्ने बेलामा चिया चिकाएर लाडो चुसेर हुन्छ रन्डीको छोरो हर्राडीका छोरा अब तेरो चिका एभ्री डे हुन्छ रन्डीका पान हर्राडीका छोरा सबैलाई चिक्छु माया चिने हर्राडीका छोरा हर्राडीको छोरा तक्ला माया चिने तत्ला थोतले माया चिने थोते लालीका छोला तेलो घलमा आयो तेलो धातमा आगो लाले माल लन्डीको छोलो माथिने लालीका छोला माथि तेलो बाउको दुईटा गुल्ला काटेर दिल्ली आमाको घाँटीमा दिँदा दियो लन्डीको हैन बोला एकछिन चुप लाग त बोला चुप लाग त त्यसलाई कुरा गर्नु ल गाडीको छोरोको यता सुन न भोला ओए लिम ब्रदर ओ साला कुञ्चले म्युट गर्दियो मलाई खोल न हौ कमेन्ट म्युट गर्दियो खाल दाजु के छ म लिम यता ओरिजिनल लिम हो यता डुप्लिकेट लिम हैन क्या ओरिजिनल लिम भन्नु के छ दाजु अनि खबर के छ कोइनान भन्नु यसलाई कोइनान भन्नु माचिने भिसी किङ राडीको छोरो कोइन छैन त सानलाले हाल्नु पुग्नु मेरो दाइ धरानको दाइ मेरो गाउँको दाइ कोइन्टीको छोरो त्यो तैले हानेको त आजसम्म देखेको छैन माचिनेलाई मेरो दाजु भाइ पनि हो वा भनेको त वा पनि राडीको छोरोले तपाईको विचार हो हामीले के भन्नु म दाजुलाई सपोर्ट गर्छु त गरिरहेको हुन्छु प्राय इन्डाइरेक्ट पनि दाइको तल झर त रन्डीको छोरो अन्त लैजाए बिचरा खै मेरो मोड हटाएको त यो रन्डीको छोरोलाई तल झार्नु पर्यो भएन यसले कोही नै हानेन यसलाई मलाई किन झार्नु झार्नु के भन्दैन कि के झार्नु एकछिन बोलौँ न यसलाई झारिदिनु यसले कोही नै हान्ने भिखारी मुजी 31 लेभलको आइडी एउटा मेम्बरशिप लिएको छैन राडीको छोरोले 4टा आइडी छ 31 लेभल त मेरो 4टा आइडी देखान त कतिवटा आइडी छ हजार कोही नानी भालुको छ म अर्को आइडी लिएर आउँछु एकछिन ल छोटे रेस्पेक्ट गर्नुपर्छ क्या ल आइडी लिएर आइज ओए भोला भोला के भएको थाहा छ काकाले मलाई हेर न काकाले मलाई देखिसकेन कि फलो प्याकै दिन्छ हैन मैले भनेको अब चाहिँ भ्यागुते माइलाको बर्थडेको दिनमा अब बुढा र तिम्रो बिग म्याच राख्ने कि गेम त एउटा च्यालेन्ज म्याच भ्यागुतेको
पहिला एरियामा भालु रन्थ्यो सुरुमा गोविन्दको साह्रै हल्ला आयो हो गोविन्दले झर्यो यार म्युट गरौँ न गोविन्दले ल भन्नु न तल झर्दै मिल्दैन डिस्प्लिङ अफ द ह्यान्ड अनि के भन्छु भन्दा अब माइलासँग गेम खेलाउने तिम्रो काम है मेरो माइलालाई पनि खेलाउन पत्ता जिरोमा पारिदिनु पर्छ माइलाको काम छैन के गर्ने माइलाको सुन्नु म भन्छु माइलाको बर्थडे छ भोला म गेम खेलौँ कि नै भनेर सोध्यो मैले खेल्नु दाइ भने तपाईँको प्रस्ताव के रहेको छ बर्थडेकै दिन त्यहीसँग खेल्ने कि अरू दिन मिलाएर खेल्ने कि सिस्टम के हो कहिले बर्थडे आउनु कति छ बर्थडे जनवरी समथिङ जनवरीमा छ त्योभन्दा अगाडि नै राखौँ न त एउटा एक दिन यसो ऱ्यान्डम म्याच एउटा ऱ्यान्डम राख्ने अनि त्यो खेल्ने बर्थडेको दिन पनि खेल्ने त्योसँग एनी बर्थडेको दिन अहिले त्यो कुरा नराख म के भन्छु सहिलाई रिसाइरहेको छ बर्थडेको दिनमा गेम राख्छु भन्छ मसँग अस्ति नै दसैँमा गेम खेल्छु भन्यो अहिलेसम्म खेलेको छैन डराएर किन भागेको भोला मलाई चित्त बुझाएको छैन म त फेरि बर्थडेको दिनमा राखिदिन्छु फेरि भनेर भन्दैन त दाइले एकचोटि यसो जोडिनुहोस् भनेर चाहिँ उहाँलाई रिक्वेस्ट गर्छु होइन किन भन्दा माइलाले मलाई धोका दिएको छ किनभने धोका नै मान्छेको ठुलो आंशिक प्राणीको चेतनशील हो वस्तुमा चाहिँ मौलिकताको हकमा अधिकार नआएका हुन् ती व्यक्ति कस्तो हुन् भने आफ्नो स्वार्थी छोरी छोरालाई दिल्ली बम्बई पढाउने टिकटकको पैसाले उब्रेको पैसो खाने अनि उठेका पैसाले घर घडेरी किन्ने उसको दृश्य त्यो छ अब उहाँको बुढी मिच भयो बिग म्याच उहाँको छोरी मिच भयो बिग म्याच त्यस्ता पनि क्रियाकलाप गर्नु भएको छ